राज साहब बर्खा लागो रोपन कहिले गर्ने हो त तपाईहरु? के भन्छस् हौ तँ? बजारमा दुध पाउँदा पाउँदै गाई कसैले पाल्छ? चामल किनेर ल्याएर खाने हो नि, त्यति गर्ने हो। ल दाइ, राज दाइ खैनी चाहिँ खानुहुन्छ होला नि त? राजा हो राजा, तैँले माडेको खैनी म थोडी खान्छु। म माडेर खान्छु। नखाने भने नखानु नि, मलाई के को टाउको दुखे। आफै माडेर खाने हैन? राजा साहब लिनुहोस्, खानुहोस्। अरे राजा साहब, त्यो पराउने फुर्के लाउने हैन? त्यो त्यो माछाला काम छैन त्यसको। के कहाँ लौरे हो रहेछ त? इन्डिया आर्मीमा त्यो भान्से पो रहेछ, त्यहाँ गाउँमा आएर माछालाई लाउरे भन्दछ। भान्से पो रहेछ, थाहा छैन तिमीहरूलाई? कि लाउरे भन्छ क्या तिमीहरूलाई? हामी त लाउरे नि, त्यो हङकङ बसेको लाउरे दाइ भनेर हामी त पुरै गुनगान त्यो दाइको। तिमीलाई अहिलेसम्म बेकुपै बनाएको छु, त्यो भान्सेहरू मैले सुनेको छ। नमस्कार है किङ राजा र मिनिस्टर काजी साहब। नमस्कार नमस्कार। के हो राजा साहब, खैनी मारी मारी अहिले काहीँ त तो खानुपर्छ त हामी जस्तो। के गर्नु हौ लौरे भाइ, तिमीहरू जस्तो पल्टन लाग्न सकिएन। तिमीहरूको जिन्दगी त पल्टनमा आधी बिति गयो, अब बाटो बिते जिन्दगी गाउँमा बिताउनु छ। तर हामी त जे भए पनि गाउँमा रात गरेर बसेको छौँ। त्यस्तै छ हाम्रो त्यो जिन्दगी लौरे भाइ। के कसो काजी? हो राजा साहबको त रगतमै शाही खानदान लेखेको छ, तर दाइको गोजी भने सधैँ खाली। तर हिजो मात्र होइन दाइ, त्यहाँ दोकानमा 2टा बिस्कुट उधारो लिनुभएको तपाईँले? ओ काजी, मुख सम्हालेर बोल। त्यो उधारो होइन बुझिस्, त्यो प्रजाले तिरेको राजालाई कर हो। मुख सम्हालेर बोल। राजा हो राजा, राजा। स्टपिड केटा हो, तिमीहरू गाउँमै सरेर बस्छ। हाम्रो युकेमा त कुकुरले पनि अङ्ग्रेजीमा गफ गर्छ। बाबु होइन, अङ्ग्रेजीमै एक्सक्युज मी भन्छ। मुला हो होइन हौ लाउरे दाइ, त्यो युकेको कुकुरले अङ्ग्रेजीमा भुकेर के गर्नु? तपाईँको घडी हेरेर सधैँ 12 बजेको हुन्छ कि बिग्रेको छ हौ? नो नो केटा हो, यो त एन्टिक पिस हो। यसको भ्यालु तिमीलाई के थाहा? हिजो राति मात्रै मैले बिलाटको महारानीसँग डिनर गरेको सपना देखेको थिएँ। सपनाको कुरा नगर लौरे। मैले हिजो सपनामा बाघ मारे, बाघ। मलाई सारा गाउँलेहरू रोक्नु आएको थियो फुलमाला लिएर। आखिर राजा हो राजा। ओहो, अचम्म भएछ त्यसो भए। हिजो राति मैले पनि एउटा सपना देखेँ। के सम्बन्धी छ भन्न, के सम्बन्धी भन् त भन्। सपनामा म हिजो यामलोक पुगेँ। त्यहाँ एउटा यत्रो ठुलो मेसिन रहेछ झुट नाप्ने। त्यो मेसिन अगाडि मान्छेले जति झुट बोल्यो त्यति त्यो मेसिनको पंखा फाट 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 घुम्दो रहेछ। अनि काजी ब्रदर, मेरो मेसिन कति घुमिरहेको थियो? हेट लाउरे साहब, तपाईँको मेसिन त बुलेट र ट्रेन जस्तो सारा घुमिरहेको थियो। त्यसको हावा लिएर यामराजको दूतहरूले गर्मी झेलिरहेको थिए। लौरेको गफ पनि सुनियो। अनि काजी साहब, मेरो मेसिन चाहिँ कतातिर घुमिरहेको थियो? राजा साहब, तपाईँको मेसिन त धनी यामराजले आफ्नै कोठामा लगाएर राख्नु भएको रहेछ नि। ओहो काजी साहब, मेरो मेसिन चाहिँ यमराजको कोठाभित्रै किन भाइ? किनभने राजा साहब तपाईँ साह्रै झुट बोल्नु हुँदो रहेछ। त्यही भएर यामराजले तपाईँको मेसिनलाई कोठामा सिलिङ फ्यान बनाएर राखेको छ। 24 घन्टा घुमेको छ घुमेको छ। काजी ब्रो, यु आर ग्रेट। तिमीले त हामी सबैलाई क्लिन बोर्ड जस्तो बनाइदियो। काजी भाइ वाह माने। तिमी त गाउँकै सबैभन्दा सोझो मान्छे भनेको त सबैभन्दा गफडी मान्छे पो रहेछौ त हौ। फुर्के लौरेको पनि नाम काटिदिनु सक्ने रहेछ। ल काजी भाइ, आज यही खुसियालीमा हामी तिनैजना चिया खान जाउँ। जाउँ न त चिया खान। होइन राजा साहब, चिया खान त जाने, तर आज पैसा चाहिँ कसले तिर्छ? कि आज पनि
प्रजाकै करले चिया पिउने हो। हे तरिका किन टेन्सन लिन्छस् हौ? आज फुर्के लौरेले तिर्छ। जाउँ। पैसा तिर्नु हुँदो रहेछ साथी हो, मेरो प्याल्सी नै आएको छैन हो। यसो गर तिमीहरू चिया खाँदै गर कि म एकछिन पछि आउँछु ल। जा छ हिँड्दै गर। देखिस् होइन लौरेको हालत, गोजीमा चाराना छैन, सानो धम्की छैन त। यसको नाम त फुर्के लाउरे होइन यार, यसको नाम त झिँगाको बोसो हुनुपर्ने त। जाउँ, यस्तोको आशा गर्ने हो।